आज हामीसँग यस क्याम्पसको सहायक क्याम्पस प्रमुख आदरणीय विमला नेपालजी हुनुहुन्छ। म उहाँलाई शुभकामना मन्तव्यको लागि हार्दिक आग्रह गर्छु। म्याडम, शुभकामनाको लागि। धन्यवाद महोदय। नवकथा समाजले आयोजना गरेको कार्यक्रममा अत्यन्त छोटो बोल्नुपर्ने जस्तो मलाई लाग्यो। त्यसकारण म हरेक ठाउँमा आफूलाई छोटो रूपले प्रस्तुत गर्ने कोसिस गर्दछु। मञ्चमा आसीन सभाध्यक्ष लगायत लेखक एवं मैले अत्यन्तै श्रद्धा र मानेका व्यक्तित्वहरू, दर्शकवृन्दमा रहनुहुने सम्पूर्ण विशिष्ट महानुभावहरू, आजको स्वरको बारेमा म अलिकति स्वरसँगको संहिताको कुरा राख्छु। पद्मकन्या बहुमुखी क्याम्पसकी छात्रा, पद्मकन्या बहुमुखी क्याम्पसकी तत्कालीन अवस्थाकी नेता, हाल लघुकथाकार र उनका लघुकथाका बारेमा समकक्षी साथी अनुपमा रेग्मी एवं सुमन दर्शाले पर्याप्त मात्रामा चर्चा गरिसक्नु भएको छ र म चाहिँ उहाँका कथाहरूमा के कुराहरू अब हामीले पाठकहरूले पढ्दाखेरि ती कुराहरू पाउँछौँ पाउँदैनौँ त्यसका बारेमा एक दुईवटा कुराहरू राख्छु। लघुकथा वास्तवमा छोटो, छरितो र सूत्रात्मक हुनुपर्छ भन्ने लघुकथाको परिभाषा छ। यो परिभाषामा उहाँका कथाहरू कति उतरेका छन् हामी पाठकहरूले नै मनन गरौँ। लघुकथाहरू साङ्केतिक र बिम्बात्मक हुन्छन्, परिभाषाले यो बोलेको छ। त्यसकारण साङ्केतिक र बिम्बात्मक कति छन् त्यो पनि हामी पाठकहरूले अब पढौँ। र यसै गरी लघुकथा स्वयंपूर्ण, स्वतन्त्र र सघन रचना हो, परिभाषा यही नै बोल्छ। त्यसकारण यी लघुकथाहरू कति स्वयंपूर्ण छन्, कति स्वतन्त्र छन् र कति सघन रचनाभित्र समेटेका छन् हामीले पढेर विश्लेषण पछि गर्नेछौँ होला अब कृति हातमा आएपछि। यसै गरी लघुकथामा उत्तरोत्तर पछिल्ला वाक्यहरूमा चाहिँ तीव्रता हुनुपर्छ। त्यो तीव्रता यस कथा सङ्ग्रहका सङ्ग्रहित कथाहरूमा के कति छ त्यो पनि हामीले पछि पढिसकेपछि बुझ्छौँ होला। अब मैले पढ्दाखेरि चाहिँ के भेटेको छु भने समग्र रूपमा महिलाका पीडाहरू बोलिएका छन् यस कथाभित्र। कथा उठाउमा सशक्त तरिकाले उठेको छ, तर निष्कर्षमा थोरै केही शब्दहरू थपेर हुन्छ कि भन्ने मलाई चाहिँ लाग्यो। मैले सरस्वती पढेँ यो कथा सङ्ग्रह। र अब इमान्दारिताका साथ बोल्नुपर्दा सर्जकले कहिल्यै पनि पाठकलाई सोधेर रचना लेख्दैन, आफै मनन गर्छ, आफै पढ्छ, पढेको कुरा अनुभव गर्छ र व्यवहारमा उतार्छ। त्यसकारण मैले तपाईँले यो लेखिदिनुहोस् ऊ लेखिदिनुहोस् भन्न म सक्दिनँ, किनभने उहाँको स्वतन्त्रता अघि नै मैले परिभाषाभित्र बाँधिसकेको छु। अब यस पछाडि अब राम्रो भनेर पनि अलिकति पन्छिनु हुँदैन। तपाईँका कथाभित्र केही विधा प्रत्ययन पनि भएको छ र हुनुपर्छ लघुकथाभित्र। जस्तो तपाईँको झस्टा कथामा कविताको प्रत्ययन छ र यसै गरी तपाईँका धेरै अधिकांश सबै नै कथाहरू नाटकको नजिक छन्, जो अब असजिलो सरले हुनुहुन्छ। नाटकको मैले बोल्नै मिल्दैन, तर पनि सरलै पढाएको व्यक्ति हुनाले नाटकमा नहुने तत्त्व भनेको सम्भाव छ
सबै कथाहरू संवादात्मक रूपमा देखिन्छन्, केही चाहिँ संवादविहीन पनि छन्। जस्तै मनन कथा हेर्नुभयो भने यहाँ निबन्ध प्रत्ययन भएको छ, अर्थात् निबन्धात्मक ढाँचामा यो कथा उत्रेको गरेको छ र कथा लघुकथाभित्र पनि कथा नै प्रत्ययन भएको छ ढोक्काली कथामा। हेर्नुहोस् तपाईँहरूले ढोक्काली कथा, अर्को कथा त्यहाँभित्र गाभिएर आएको छ। यसरी कथा सङ्ग्रह चित्रात्मक छ, चित्रले सबै नै हामीलाई प्रष्ट बनाउँछ घटना कता जाँदैछ भन्ने कुरा। र यसरी शोभाका कथाहरू अत्यन्त उत्कृष्ट छन्। अब म सक्ने उठिसक्नुभयो उठिसक्नु अरे अब म टुङ्ग्याउनेतिर लाग्छु र छोरा अधिकारीका कथाहरू अत्यन्तै उत्कृष्ट छन्, पढिरहँ जस्तो लाग्छ। यी कथाहरू हेरिसक्दा मैले 2जना म्याडमहरू प्राध्यापन क्षेत्रमा रहेको हुनाले एउटा कथाको चाहिँ कुरा गर्नुहुन्छ कि जस्तो लागेको थियो। सायद भुल्नुभयो होला। सूचना भन्ने कथा पढ्दाखेरि अत्यन्तै मार्मिकताले छोयो पनि, किनभने हामी दिनदिनै ज्ञानका कुराहरू ओकलेर बाहिर निस्किन्छौँ। हामीले पढाएका विद्यार्थीहरू ठुल्ठुलो ठाउँमा पुग्छन्, ज्ञान हासिल गर्छन्, उच्च ओर्जामा पुग्छन्, तर त्यसको जस कहिल्यै पनि टिचरले प्राप्त गर्दैन। सूचना कथामा उत्कृष्ट योगदान दिएका प्राध्यापकलाई एउटा सूचनाको भरमा निजी स्तरका कलेजहरूबाट निकालिएको सूचना टाँसिएको देख्दा साह्रै दुःख लाग्यो। सायद आफू पनि प्राध्यापन पेसामै रहेर होला। यति भन्दै म छोरा अधिकारीलाई आगामी दिनमा तपाईँको कलम अझ सशक्त बनोस्, तपाईँले छोएका हरेक विधाहरूमा नवीनतम सृष्टिको होस्, किनभने साहित्य कहिले पनि अरूले रोजेको बाटो हिँड्दैन। आफूले खोल्नुपर्ने बाटो, आफूले रोज्नुपर्ने बाटो आफै खानेर साहित्य अगाडि बढ्ने हुनाले तपाईँको कलम सशक्त बनोस्। समग्र रूपमा महिला सशक्तिकरण हुनुको साथै समानताका कुराहरू उठुन्, किनभने यहाँ कुनै कुनै कथाहरूमा महिला सशक्तिकरणको नाउँमा प्राप्त गर्नै नसक्ने कुराहरू पनि भित्र उठेका छन्। त्यसकारण हामीले जुन कुरा प्राप्त गर्न सक्दैनौँ त्यसमा स्वतन्त्रताका नाउँमा ती कुराहरू उचालिरहनु पनि कति अर्थपूर्ण हुन्छ। विज्ञ पाठकवर्गहरूले नै यसमा बोल्नुहुनेछ। यति भन्दै यस सङ्ग्रहभित्र कुनै केही कमी कमजोरी तपाईँ आफैलाई लागेमा अर्कोपल्टको सङ्ग्रह अर्कोपल्टको कृतिमा राख्नुहोला। हार्दिक शुभकामना र मलाई यो मौका दिएकोमा आयोजक वर्गमा हार्दिक धन्यवाद।